हेलो नमस्ते लासोफिया फुल्ला। आज तपाईँहरूलाई मेरो मिनी भ्लगमा स्वागत छ। म चाहिँ यहाँ हेर्नु स्ट्रबेरी टिप्दैछु। स्ट्रबेरी चाहिँ यस्तो मस्त पाकेको रहेछ नि, रातो रातो। अनि यो चाहिँ हाम्रो कौसीमा यो गमलामा रोपेको एकदम अर्ग्यानिक अनि लोकल स्ट्रबेरी हो क्या, त्यही भएर यो सानो सानो हुन्छ, धेरै ठुल्ठुलो हुँदैन। अनि त्यसपछि यो चाहिँ हेर्दाखेरि सानो देखे पनि यति टेस्टी यति जुसी हुन्छ नि। अहिले मेरो हेर खाम लागिसक्यो। अनि त्यसपछि एउटा हातले मोबाइल समाउँदै अर्को हातले स्ट्रबेरी टिप्दैछु म चाहिँ। अनि टन्नै पाकेको रहेछ क्या स्ट्रबेरी, 2-3 दिन नटिपेको त। अनि हेर्दा चाहिँ यत्रो सानो सानो त्यो के अरे के भन्छ त्यसलाई, ऐँसली जस्तो देखिरहेछ है, तर यति मिठो हुन्छ कि तपाईँहरूलाई यो बजारी हेर्दा ठुल्ठुलो तर खाए ठस्स गनाउने अनि अमिलो हुन्छ नि, तर यो चाहिँ यति गुलियो हुन्छ क्या, यति टेस्टी भन्नै सक्दिनँ म। त्यही भएर तपाईँहरू खाने भए आउनुहोस्। अझ म खोज्दैछु तर यहाँ फुलहरू फुलिरहेछ, यहाँ पिपिनो मेलन पनि छ है त। थ्याङ्क यू सो मच।